皆さん、おはようございます。お元気ですか？本日はご卒業おめでとうございます。これから日本語コース卒業式始めます。आजमिति 2082 साल 10 महिना 2 गते इस्वी सम्मत 2026 जनवरी 16 गतेका दिन यस कस्टमर ग्रुप पोखराको डे मेन क्लासको ग्रेजुएसन साथै नयाँ साथीलाई वेलकम गर्ने प्रोग्राममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय सेन्से साथै यहाँ उपस्थित सम्पूर्ण साथीहरूमा म कार्यक्रम सञ्चालिका दीपा राणाबाट र मेरो सहपाठी मित्र राहुल अधिकारीको तर्फबाट हार्दिक आभार साथै नानो अभिवादन टक्राउन चाहन्छु। आसन ग्रहणको क्रममा सर्वप्रथम यस कस्टमर ग्रुप पोखराका म्यानेजर आदरणीय सेन्से छवि सेन्सेलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद सेन्सेलाई। र त्यसै गरी हाम्रो डेएमएन क्लासको क्लास टिचर आदरणीय सेन्से प्रभु सेन्सेलाई आसन ग्रहण गर्न हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद सेन्सेलाई। र हाम्रो अर्को सेन्से हुनुहुन्छ आदरणीय सेन्से सम्झना सेन्सेलाई आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। त्यसै गरी हाम्रो अर्को सेन्से आदरणीय सेन्से सीता सेन्सेलाई आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद सेन्सेलाई। र त्यसै गरी हाम्रो अर्को सेन्से हुनुहुन्छ मिलन सेन्सेलाई आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद सम्पूर्ण आदरणीय सेन्सेहरूलाई। र सबैजना आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। र अब राष्ट्रिय गान प्रस्तुत गर्ने कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू कृपया आफ्नो स्थानबाट उठी राष्ट्रिय गानप्रति सम्मान प्रकट गर्न हुन अनुरोध गर्दछु। धन्यवाद सेन्सेलाई। अब कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउने अनुमति माग्न चाहन्छु। अब हाम्रो कार्यक्रम औपचारिक रूपमा सुरु भइसकेको छ। अब हाम्रो डेएमएन क्लासको तर्फबाट स्वागत मन्तव्यको लागि साथी गुरुङ जस्मिन सानलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। कृपया जोरदार ताली बजाइदिनु होला। धन्यवाद। धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। सम्पूर्णमा हार्दिक नमस्कार। यस समारोहका प्रमुख अतिथिज्यू तथा कस्टमर ग्रुपका आदरणीय प्रशिक्षक तथा मार्गदर्शकज्यूहरू, आदरणीय व्यवस्थापन टोली र आजको यस गरिमामय समारोहमा ग्रेजुएसन हुन गइरहनुभएका प्रिय साथीभाइहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई कस्टमर ग्रुप पोखराको तर्फबाट आजको यस विशेष ग्रेजुएसन प्रोग्राममा हार्दिक स्वागत तथा अभिनन्दन व्यक्त गर्न चाहन्छु। म जस्मिन गुरुङ आजको यस कार्यक्रमको स्वागत मन्तव्य प्रस्तुत गर्ने अवसर प्राप्त गरेकोमा स्वयंलाई गौरवान्वित महसुस गर्दछु। आजको यो कार्यक्रम केवल औपचारिक मात्र नभई यहाँ उपस्थित सम्पूर्ण विद्यार्थीहरूको निरन्तर परिश्रम, अनुशासन, धैर्यशीलता तथा समर्पणको औपचारिक मान्यता प्रदान गर्ने एक गरिमामय अवसर हो। यसै अवसरमा प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक रूपमा सक्षम बनाउने उद्देश्यले निरन्तर मेहनत गर्दै आउनुभएका आदरणीय प्रशिक्षक तथा मार्गदर्शकज्यूहरूको योगदान अत्यन्तै प्रशंसनीय र स्मरणीय रहेको छ। यसको लागि हामी सम्पूर्ण विद्यार्थी साथीभाइहरूको तर्फबाट सम्माननीय प्रशिक्षकज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। अब भने यस कार्यक्रमको होस्ट म राहुल अधिकारीबाट आज यस कार्यक्रममा उपस्थित जनाउनुहुने यहाँहरू सम्पूर्णमा न्यानो अभिवादन व्यक्त गर्दछु। अब भने ढिला नगरिकन हामी यस कार्यक्रमलाई अझ रङ्गीन बनाउँदै आजका सांस्कृतिक प्रस्तुतिहरूतर्फ अगाडि बढ्नेछौँ। अब हामीसँग क्रमशः नृत्य तथा गायन प्रस्तुतिहरू रहनेछन्। सम्पूर्ण महानुभावहरू धैर्य र उत्साहका साथ हामीसँग अन्तिमसम्म हुनुहुनेछ भन्ने आशा राख्दै सर्वप्रथम आजको पहिलो प्रस्तुतिका रूपमा वेलकम डान्स पर्फर्मेन्सको लागि म हाम्रो साथीहरू अमृता शाही, विनिता विक, छविता पूर्जा, दुर्गा छन्त्याल, जास्मिन गुरुङ र तिर्सना छन्त्याललाई
मञ्चमा आफ्नो प्रस्तुतिका लागि आइदिनु हुन अनुरोध गर्न चाहन्छु। टाढी अनि माडी उस्तै उस्तै लाग्छ। टाढी अनि माडी उस्तै उस्तै लाग्छ। जापान र खाडी उस्तै उस्तै लाग्छ। मोटर बाटो नदेखेका हुम्लाका जनतालाई पानी जहाज र गाडी उस्तै उस्तै लाग्छ। यदि नजरमा दोष छैन भने हेर साथी, यदि नजरमा दोष छैन भने हेर साथी, वान पिस र साडी उस्तै उस्तै लाग्छ। आखिर सबैलाई चम्चाले उठाउने त हो, आखिर सबैलाई चम्चाले उठाउने त हो, प्लेटमा परेपछि रागा भैँसी र पाडी उस्तै उस्तै लाग्छ। अब यही एनर्जीलाई थोरै पनि कम हुन नदी अर्को आकर्षक प्रस्तुतितर्फ अगाडि बढ्न चाहन्छु। अबको नृत्य प्रस्तुतिका लागि भने हाम्रा साथीहरू अमृता शाही र विनिता विकलाई आफ्नो प्रस्तुतिका लागि मञ्चमा आमन्त्रण गर्दछु।
संसार चल्ने नचल्ने बेग्लै कुरा हो। यो संसार चल्ने नचल्ने बेग्लै कुरा हो। स्वयं भगवान नै शत्रु बने बेग्लै कुरा हो। तिमीलाई हरेक ढुकढुकीमा राख्नेछु प्रिया, तिमीलाई हरेक ढुकढुकीमा राख्नेछु प्रिया, यो धोकेबाज मुटु नै चल्न छोडे बेग्लै कुरा हो। यसैका साथ अब हामी अर्को नृत्य प्रस्तुतितर्फ अगाडि बढ्नेछौँ। अबको नृत्य प्रस्तुतिका लागि म आकाश सुवाल, इनु घरती, अरुण गुरुङ, सौरभिक, युवराज भुजेल र दिपा राणा भट्टलाई आफ्नो नृत्य प्रस्तुतिका लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। तालीका साथ स्वागत गरिदिनु होला। छम्मै जाला पानीमा आँखा पर्यो नानीमा, राम्रो तिमी फुल झै शीतल तिमी जुन झै। छम्मै जाला पानीमा आँखा पर्यो नानीमा, राम्रो तिमी फुल झै शीतल तिमी जुन झै। बुझेछु सुभन्दा के चाहियो र यो भन्दा, चाहिने जो जिन्दगानीमा, चाहिने जो जिन्दगानीमा तिम्रोमा भएन, गर्दै अब बेलैमा कल्याण। कति गर्छौ बयान मुखले, आँट गरेर राख्नलाई सुखले। कति गरौँ तिम्रोमा भएन, गर्दै अब बेलैमा कल्याण। कति गर्छौ बयान मुखले, आँट गरेर राख्नलाई सुखले। रुकुमैको डर, रुकुमैको डर, रुकुमैको डर, रुकुमैको डर, राम्ररी हेर न र आजको सिजी कस्टमर ग्रुपको ग्रेजुएसन होइन, ग्रेजुएसनभन्दा बिदाई भन्ने शब्दले नै मनमा कटक्क खान्छ। त्यसैले आजको अतिथिज्यू र आदरणीय सेन्सेज्यूहरू र प्यारा प्यारा ग्रेजुएसन हुने साथीहरू र बिदाई हुने प्यारा प्यारा भाइ बहिनीहरू र आजको महानुभावहरू सम्पूर्णमा सानो बिदाईको लागि गीत गाउने अवसर मिलेको छ। यसमा पनि आत्मैदेखि खुसी छु होइन। र त्यसै गरी बिदाई भनेपछि सानो 2-3 टुक्का ट्र्याक बिना नै गाउने मनमा आयो। त्यसैले नराम्रो भए पनि स्वर त त्यति खासै राम्रो छैन, त्यही पनि सबैले सुनिदिनु होला भन्न चाहन्छु। र त्यसपछि फेरि ट्र्याकमा सबैलाई नचाउने छु होइन, त्यो पनि आशा गरेको छु। हे सिकाउनु भो सबेरा संस्कार, यो गीत गाउँछु सबैलाई नमस्कार। रुँदै रुँदै अब गएको छोड्ने बेला भयो, हिजोसम्म सँगै थियौँ आज बाटो लाग्छौँ हामी, जिन्दगीले नयाँ घुम्ती मुड्ने बेला भयो। गरिहाल्छु बसेर गएको छु मैले नाच्न आउनु सबजना पाहिले फुल बाबरी बाबरी बाबरी।
हामीले आफ्नो शब्दमा बयान गर्न नसक्ने कुराहरू दिदीले गीतको मार्फत भनेर विदाई भइसक्नु भएको छ र अब म एउटा छोटो कविता भन्न जाँदैछु। लाग्छ अब त कहिले सुख पाउन सक्दिन, लाग्छ अब त कहिले सुख पाउन सक्दिन, प्रिय म नथाकेको दिन निदाउन सक्दिन, के को लागि यति सङ्घर्ष गरिरहेको छु म, आफ्नै घर पनि मन लाग्दा आउन सक्दिन, जुन बुढो चराले मलाई यसरी उडाउन सिकायो, जुन बुढो चराले मलाई यसरी उडाउन सिकायो, छोडेर एक्लै उड्छु सँगसँगै उडाउन सक्दिन, यो कस्तो प्रगति गरे मैले, आमा तिम्रो लागि ओखती त पठाउन सक्छु तर खुवाउन सक्दिन। झुमके पे जिया ललचाए, कमर लचकाए
बता तेरे मतलब की टीवी पे ब्रेकिंग न्यूज़ गाना गाना बगदाद से लेके दिल्ली गाना बेबी बड़ी भोली है बेबी की रंग दी चोली है अंग्रेजी में खटपट में डंगरी बुरा ना मानो होली है रामा रामा गजब हो गया तेरे से नजरिया लड़ गई आई जवानी चुन हुई कबार आदत में पड़ गई अरे सारा रा रा कबीरा सारा रा रा ओ रामा रामा गजब हो गया तेरे से नजरिया लड़ गई आई जवानी चुन हुई कबार आदत में पड़ गई हाय मैं मर गई सूली पे चढ़ गई नो 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 के हम लेकिन हाँ कर गई दिल तुझको जिंदा तो कस्तो खालको गजल सुन्नुहुन्छ उस्तै छ कि फेरि यो नजर कस्तो होला उस्तै छ कि फेरि यो नजर कस्तो होला छाडी जाने बैगुनीको खबर कस्तो होला उस्तै छ कि फेरि यो नजर कस्तो होला छुट्दा छुट्दा ओठमा मुस्कान थियो खुसी देखेको थिएँ छुट्दा ओठमा मुस्कान थियो खुसी देखेको थिएँ पुरा भोकी अधुरै छन् रहर कस्तो होला छाडी जाने बैगुनीको खबर कस्तो होला उस्तै छन् कि फेरि यो नजर कस्तो होला बोझ बनेको थिएँ सायद उसको जिन्दगीमा बोझ बनेको थिएँ सायद उसको जिन्दगीमा अब के चल्दैछ जिन्दगीको सफर कस्तो होला छाडी जाने बैगुनीको खबर कस्तो होला उस्तै छ कि फेरि यो नजर कस्तो होला देखावटी हाँस्दैछन् कि साँच्चै खुसी छन् खै कुन्नी देखावटी हाँस्दैछन् कि साँच्चै खुसी छन् खै कुन्नी के गर्दैछन् बिछोडको यो असर कस्तो होला उस्तै छन् कि फेरि यो नजर कस्तो होला छाडी जाने बैगुनीको खबर कस्तो होला छाडी जाने बैगुनीको खबर कस्तो होला धन्यवाद सुस्मिता सानलाई। अबको अर्को नृत्य प्रस्तुतितर्फ अगाडि बढ्नेछौँ। आफ्नो प्रस्तुति दिनुहुनका लागि म दुर्गा छन्त्याल, देविना मल्ल, रोजिना परियार, सचित्रा हमाल, तरु विक र कृष्ण छन्त्याललाई मञ्चमा आमन्त्रण गर्दछु। आफैले बुझ इशारा नजरे जो
मेरा यी सपनामा परिचय नदिई आउने तिमी मेरा यी सपनामा परिचय नदिई आउने तिमी के एक दिन साँच्चीकै मेरो सामु आउँछौ र यो दुनियाँसँग लड्दै गर्दा एक्लै भएछु भने के मेरो साथ भई मेरा यी हात समाउँछौ र कसैले अपनाउन नसकेको म के मलाई बिना स्वार्थ आफ्नो बनाउँछौ र भोलिका दिन सहज हुने हुन् कि दुःख भन्न सक्दिन कि फेरि पनि मसँगै जीवन बिताउँछौ र मेरो हरेक हारमा साथ भई एक दिन जित हासिल गर्दा के मेरो त्यो जितलाई आफ्नो जितसरी मनाउँछौ र भोग्दैछु दुःख अझ भोग्नु नै छ दुःख के मेरा यी भावी दुःखमा तिमी मलाई सघाउँछौ र परिस्थिति कठिन छ गर्नु छ मेहनत यदि हार मान्न आँटेछु भने के मलाई हौसला दिलाउँछौ र भोलि सफल भएर तिमीलाई माग्न आउँदा तिम्रो परिवारलाई फकाएर के आफ्नो नामको अगाडि मेरो थर लगाउँछौ र यदि मैले आफूलाई चिन्न र चिनाउन सकिन छु भने के तिमी मलाई आफ्नो भनेर चिनाउँछौ र ल भन मेरो यो जीवनलाई सुखले भरिदिने गरी के तिमी मेरो घरको लक्ष्मी पनि आउँछौ र धन्यवाद Jenny. Haters that don't really like Jenny. Haters that don't really like Jenny.
you're the selling for 속의 DNA. Get out of my way. 바비가 chucky가 되기 전에 name shame blame trying to bust my bubble. 더 들어봐 그럼 그 노래에서만 하는 거야 Jenny. Keep shading. 예술 자꾸 repeat it, frame me. I've slayed it and I grade it. Yes, I'm guilty. 잘난 게 Jenny. Wanna rock with Jenny. Keep your head down, dance down like Jenny. Who else got 'em obsessed like Jenny? Like. I'm a smarter, baby, smarter. Smarter, baby, smarter. 하늘 보면 열지. 깜빡할 수도 없지. Wanna be a winner. Wanna be a winner. Yeah, like that, that. 난 나비가 될 알쓰니. 원하는 건 승리란 놈. I call it sugar. 나 sugar, sugar. 플랜대로라면 놓칠 리가 없지. Sugar, sugar. My sugar. 누구 말은 내가 me. 신경 안 써, she. 내 벽을 위해 필 아름다운 대신 더 광야지는 빌어도 됐겠지. 그게 바로 me. 내게 보여 see. Let's serve him and it could all to victory. I'm a smarter, baby, smarter. Smarter, baby, smarter. 하늘 보는 열까지 간과해 수도 없지. Wanna be a winner. Wanna be a winner. Get like that, black까지 난 나비가 될 애써. I'm a smarter, baby. What is that? 알고던 내 모노가 시는 그대 애가야 돌아봐도 나가 시끄럽게도 눈에 놓고 보러 왔을 꼬는 기내기 보고 밖으로 대셔 쇼타이 어떻게 노래봐 유만이라고 어떠시라게 오지 삼아 알아와 멜로디가 구르고 가나 아무나 나 이미 들어오지 않게 아무나 내가 주니 말 없게 아무나 no What is that 또 해봐서 음악한지 아무나 내가 불러뒀을 때 아무나 내가 편하게 구는 때 아무나 no What is that Oh, perfect word miniskirt, pretty pink. What you heard, but it's never what you think. Trust. I can think like a villain, little sweet, a little bit. Looking like a seven-figure out because I can't want to let go, yeah, 'cause I'm so dead. I got everything, yeah, that you're feeling for. Killing it, girl. Girl, you keep killing it. Hottest better in the VIP, and no matter who you with. You get tons of girls on work. Who you shooting in the work? Pretty girl, you super good. You should be a crime, just look that fine. Girl, if you're single, let me make you mine. How it work? You always come first. For the way you do it, you don't put me in a hurt. So God, you're killing me, girl. You're killing me, girl. 10 out of 10, oh, you're killing me, girl. That is such a friends, oh, you're killing me, girl. You're killing me, girl. You're killing me, girl. You're in the line, oh, you're killing me, girl. We are the man, oh, you're killing me, girl. You're killing me, girl.
साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्नै गाह्रो हो सानो छँदा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी डराउँथे साह्रो आजको कथा छ को कथा छ तर मनले मेरो बाल्यकालमै पुकार्यो खोजिरहेको छु दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो बाटो छ बेग्लै तर भेट्नेछौँ हामी निराश हुनु पर्दैन भो बाचादेखि पढी लेखी अघि बढ्यौ हामी सँगै अब जानु नै पर्ने कोहीलाई भन्नु छ ठुलो मान्छे कोही भने गाडी सँगै जिन्दगी जसरी तर साथी भएこんにちは。皆さんお元気でしょうか。まず大忙し中ご参加いただき皆さんにありがとうございました。卒業生の皆さん、先生方、後輩たち、今から送別お祝いの言葉を発表させていただきたいと思います。どうぞよろしくお願いいたします。先生方、そしてクラスの友達の皆さんに支えられ、この学校で多くのことを学ぶことができました。この6ヶ月は長かったけど、本当に短かったです。はじめにこの学校に来た時は寂しかったです。人が知らないし、場所も新しいし、でもみんなの夢は同じだった。この学校で日本語だけじゃなくて、日本の文化や考え方、そして人とのつながりの大切さも学びました。うまくいかない時もありましたが、先生方の温かいご指導とクラスの友達の励ましのおかげで最後まで頑張ることができました。本日ご卒業生の皆様、ご卒業おめでとうございます。今日からこの学校での最後の日になりますが、皆さんと一緒に過ごましたこの6ヶ月、本当に楽しくお世話になりました。
ありがとうございました。さまざまなところの人と出会えて友達になったことと嬉しいし、皆さんと一緒に授業で学んだことと遊んだこととか忘れられません。心から感謝しています。この学校での経験を大切にし、これからも日本語の学習を続けながら、それぞれの夢に向かって一歩ずつ進んでいきたいと思います。今日卒業してもこれからもよろしくお願いします。本当にありがとうございます。皆さんこんにちは。सबैजना चाहिँ सन्चै आरामै हुनुहुन्छ भन्ने चाहिँ मलाई लागिरहेको छ। आरामै हुनुहुन्छ नि है? खै साँच्चै होइन आराम हुनुहुन्छ जस्तो लागेन मलाई त। आवाज त सानसानो आयो त। यसै गरी आजको यस विशेष कार्यक्रम जुन चाहिँ अब तपाईहरु सम्पूर्णको लागि भनेर जुन अर्गनाइज गर्यौं है, यो कार्यक्रम भनेको चाहिँ एउटा सम्झना मात्रै हो है। भर्खर ग्रेजुएसन हुँदै गर्नुभएको हजुरहरु, आउँदै गर्नुभएको नयाँ विद्यार्थीहरु र पहिले आएर चाहिँ अब जाँदै गर्न लाग्नु भएको विद्यार्थीहरु है, सम्पूर्णको लागि चाहिँ अर्गनाइज गरेर यस कार्यक्रममा चाहिँ सबैजनाले चाहिँ एक अर्कामा है मानवताको धारणालाई चाहिँ जागरुक गर्दै है अगाडि बढ्नुपर्छ है। हामी चाहिँ यहाँ भए तापनि नभए तापनि आगामी दिनहरु पनि साथ सपोर्ट लिएर अगाडि बढ्नुपर्छ भन्ने कुराहरुलाई चाहिँ समेट्दै भनौं न अगाडिका दिनहरुमा चाहिँ राम्रो तरिकाले चाहिँ सफल मान्छे, सफल व्यक्ति बनेर आफ्नो भविष्य उज्जवल गराउन चाहिँ बढ्नुपर्छ भन्न चाहन्छु। र विशेष गरी आज यस कार्यक्रमलाई चाहिँ राम्रो सफलतापूर्वक चाहिँ सम्पन्न गराइदिनु भएकोमा चाहिँ हाम्रो यस कस्टमर ग्रुप डे ए को ग्रुप सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यसै गरी यस कार्यक्रममा उपस्थित हुनुभएका नाइतेसिया प्लस सिओएसियाहरू प्लस नयाँ भर्ना हुने स्टुडेन्टहरूलाई पनि एकदमै स्वागत गर्न चाहन्छु। यति भन्दै मेरा दुई चार शब्दहरू अहिले पनि फेरि म जोड्ने छु है। र विशेष गरी चाहिँ अहिले क्रमबद्ध रूपमा जाँदाखेरि चाहिँ नाइते प्राप्त गर्नुभएका र सिओई प्राप्त गर्नुभएकाहरूलाई चाहिँ धन्यवाद सहित शुभकामना सहित सबै कुरा चाहिँ आज अन्तिम दिन रहेको कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ म क्रमशः नाम दिन चाहन्छु र अगाडि आएर चाहिँ खाता चाहिँ लगाउनु होला है। अब यो मेन कुरा चाहिँ के हो भन्दाखेरि हाड नभएको जिब्रो है, कता कता लटपटिन्छ त्यो चाहिँ म्याटर भएन है। तपाईहरुले बुझिदिनुहुन्छ मलाई थाहा छ है। बुझ्नु भएको छ नि हैन? मैले भन्न खोजेको थियो है, कुनै अगाडि भयो होला कुनै पछाडि भयो होला आफ्नो ठाउँमा छ है। तर जापानिज भाषाको चाहिँ हुन्न है, म नेपाली भाषाको चाहिँ अलिक कमजोर छु है। तर केही भएन। विशेष गरी चाहिँ म अब नाइतेसिया प्लस सिओएसियाहरूको चाहिँ नाम लिँदै जाँदा गर्दा चाहिँ हाम्रो सेन्से ताचीहरूले चाहिँ खाता लगाएर सम्मान गरिदिनु न अनुरोध गर्दछु है त। त्यसै गरी सर्वप्रथम नाइतेसियाको नाम लिन चाहे राणा वकिल सान, सुशील कोइराला सान, थापा पवन सान, जयसी मीना सान, मधुसूदन सान, कति चाँडो फर्किसक्नु भएको आत्तरी छ है, आउनुहोस्। अब यो नाइतेसिया के हो त भन्ने अब हजुरलाई चाहिँ एउटा चाहिँ अब जिज्ञासा लागेको होला हैन त है। इङ्ग्लिसमा भन्दा चाहिँ अफर लेटर प्राप्त गर्नुभएको है। अफर लेटर चाहिँ हाम्रो कम्पनीबाट चाहिँ इन्टरभ्यू दिएर पास भएर चाहिँ अफर लेटर चाहिँ प्राप्त गरिसक्नु भएको चाहिँ स्टुडेन्टहरु हुनुहुन्छ उहाँ चाहिँ है। हुको स्टुडेन्ट हुनुहुन्छ हाम्रो। अहिले हजुरहरु जस्तै पहिला हजुरहरु त्यहाँ हुनुहुन्थ्यो उहाँहरु पनि, र अहिले चाहिँ यहाँ हुनुहुन्छ, भोलि पर्सि फेरि हजुर यहाँ हुनुहुन्छ, त्यहाँ फेरि नयाँ विद्यार्थी हुनुहुन्छ। त्यो चाहिँ एउटा जलचक्र है। र यसै गरी चाहिँ अब ढिला नगरिकन फेरि सिओई पर्सनहरुको पनि म नाम लिन चाहे। बीके विशाल सान,
पिके विकास सान, पिके अविनाश सान, थापा कमला सान, अब सिआईवाला भनेको चाहिँ के हो त भन्ने पनि अब जिज्ञासा लागेको होला है। यो त पक्कै पनि थाहा छ होला हजुरहरूलाई, के होला त? सबैजनाले चाहिँ तालीले स्वागत गरिदिनु होला है त। लेबिना मल्लसान, कुशल भुजेल सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। खै ताली ताली चाहिँ रोकिनु भएन है। आकाश स्वर सान, युवराज भुजेल सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। अरुण गुरुङ सान, संगम राणा सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। जस्मिन सान, संगम राणा सान, दुर्गा छन्ट्याल सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। दीपा सान, राहुल सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। नर्मदा सान, रोजिना सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। देवी सान, इनु सान, अमृता सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। प्रहलाद सान, कुशल सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। सचित्रा सान, सुस्मिता सान, छविता सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। सम्झना सान, विनिता सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। सोनिया सान, रोशनी सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। सरू सान, तिर्सना सान, आश्रय सान, जोगिन मनोवा फन्काकु इन्ने ओइते निहोंगो कोसु हान्तोसियो शिवरसिताको तो सोमेसिरु कोसोजुगी ओमेजे तो गोजाइमास। खै ताली सकियो र? ओके ल, यसै गरी अब चाहिँ सर्वप्रथम चाहिँ हामी म तेस्रोबाट जान्छु। तेस्रो दोस्रो पहिला है। तेस्रो नम्बरमा हुनुहुन्छ प्रदासान हुनुहुन्छ हो तेस्रो स्थानमा। ल ढिला नगरौँ, म भनिदिइहाल्छु है त, हुन्छ? ल हाम्रो तेस्रो स्थानमा हुनुहुन्छ, सबैजना ताली बजाइदिनु। ल हाम्रो तेस्रो स्थानमा हुनुहुन्छ सुवाल आकाश सान,
त्यसै गरी म अब दोस्रो स्थानतिर गएँ। दोस्रो स्थानमा हजुरहरूले भनिदिनु नाम भनिदिनु त। खासै मलाई कस्तो ओकेर यसमा पनि म ढिलो नगरिकन गएँ है त। भुजेल युवराज शाह। बधाई छ मलाई पनि सम्झिँदो बधाईमा। गयो हुन्छ मलाई थाहा छ है, भन्नै पर्दैन। अब किन हजुरहरूले भनिदिनु त, किन भनेर हजुरहरूले भनिदिनु त, अनि छुट्याउनु त छुट्याउनु भएर किन छुट्याउनु भनेर भनिदिनु त। जेउजु भएर मात्रै हो त। है उहाँले सबै कुरालाई फलो गरिदिनु भयो। त्यही फलो गर्दा 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 सबै कुरा जान्ने हुनुभयो, सबै कुराले साथ दियो है। अनि प्रथम हुनुभयो। ल आउनुहोस् जस्मिन। धेरै धेरै बधाई छ। ताली ताली बजाइदिनु। फेरि वान मोर है, सबैजनाले यस्तै र त्योभन्दा पनि पहिला चाहिँ अब हजुरहरूले चाहिँ नाइते प्राप्त गर्नुभएको विद्यार्थीबाट र सेवी प्राप्त गर्नुभएकोबाट छोटो मिठो 2-4 शब्द सुनिदिनु होला है। सर्वप्रथम चाहिँ नाइते प्राप्त गर्नुभएको पवनजीबाट। हेलो, धन्यवाद सबै सेन्सरलाई। सर्वप्रथम सम्माननीय सेन्सरहरूलाई चाहिँ म उच्च सम्मानका साथ कनिचुवा मिनासान, यहाँहरू सबैलाई एकदमै धेरै बधाई छ। हिजो हामी तपाईँ र ममा खासै धेरै समयको अन्तराल छैन। म त्यही सिटमा थिएँ, आज यहाँ छु। अब यो सिटले तपाईँहरूलाई कुरिरहेको छ। अब यो सिट रोटेसनको कुराहरू सेन्सरले अलरेडी भनिसक्नु भएको छ। त्यही भएर हजुरहरूलाई यति भन्दै म सुरुमा चाहिँ पहिला नयाँ विद्यार्थी साथीहरूतिर जान चाहन्छु। नयाँ विद्यार्थी साथीहरू हुनुहुन्छ, भर्खरै उहाँहरू जापानिज भाषा अध्ययनको सुरुवाती चरणमा हुनुहुन्छ। त्यही भएर कस्तो लागिरहेको छ हजुरहरूलाई? अब म सक्दिनँ कि भन्ने कुरा चाहिँ कति पनि मनमा नल्याउनु होला। सकिन्छ, मेहनत गरेपछि अवश्य सफल भइन्छ। हामी पनि पहिला सुरुमा तपाईँहरू जस्तै स्टेजबाट पार गर्दै गर्दै ओहो मैले त सक्दिनँ कि, म त जान्दिनँ कि, हिरागाना त अलि सजिलो हुन्छ अरे, खान्जी अलि गाह्रो हुन्छ अरे, के अरे काताकाना अलि गाह्रो हुन्छ अरे, खान्जी त बुझिन्न अरे, त्यस्तै सोच्दै अहिले हामी पनि यो अवस्थासम्म आइपुगेका छौँ। तपाईँहरूले अगाडि एकचोटि यहाँ अगाडि हेर्नु होला। यहाँ यो एउटा अक्षर हो, यहाँनिर एउटा गमला पनि भइदियो भए त्यो एउटा बिरुवा जस्तो देखिन्थ्यो नि होइन, तर यसको आफ्नै अर्थ छ है। र बिस्तारै सबै कुराहरू बुझिँदै जान्छ। गेप अप भन्ने कुरा कहिले नेभर गर्नुहुन्न, सेन्सरले धेरैचोटि दोहोऱ्याएर भन्ने गर्नुभएको छ है। सकिन्छ, सकेसम्म आफूले लरहरूलाई दाँच्ने नगर्नु होला। ओ त्यस्तोले त सकिनँ, म कहाँ सक्छु र, त्यतातिर कदापि नजानु होला। सक्छु म, उसले सकेन त आफ्नो कारणले सकेन, म पढ्छु, म गर्छु, सक्छु, म जसरी पनि सफल भएरै देखाउँछु भन्ने चाहिँ मनमा लिएर यो अध्ययन चाहिँ एकदमै निरन्तर रूपमा दिनुभयो भने मनबाटै क्या भित्रबाटै म जसै मेरो लागि जाने हो, म जापान, म मेरो बाबाआमाको लागि गइदिने होइन, साथीभाइको लागि गइदिने होइन, मेरो लागि जाने हो, मेरो आफ्नो जीवन स्तर सुधारको लागि जाने हो भन्ने एउटा भावना लिएर तपाईँले मेहनत गर्नुभयो भने त्यो मेहनतको फल अवश्य प्राप्त हुन्छ। त्यसमा कुनै शङ्का छैन, ग्यारेन्टी सफल भइन्छ है। र हजुरहरूलाई त्यति भन्दै र हाम्रो आज ग्रेजुएसन हुनुभएको सम्पूर्ण साथीहरूलाई धेरै धेरै बधाई। र कतिले इक्जाम जेएफटीको इक्जामहरू दिइसक्नु भएको छ होला, अब सफल पनि भएको छ होला। यदि कसैको भएको छैन भने पनि फेरि त्यसलाई त्यो असफलतालाई पनि फेरि एउटा सफलताको प्रतीक मान्नुपर्ने हुन्छ। तपाईँहरूले अवश्य भइन्छ। एकचोटि इक्जाम दिनुभयो, इभन त्यस्तो अनुभव मसँग पनि छ। मैले पनि एकचोटि इक्जाम दिएँ, भएन, त्यहाँबाट मैले केही कुराहरू सिकेँ। मेरो तयारी अझै अलिकति पुगेको रहन्छ, मैले अलिकति अझै बढी मेहनत गरेँ भने चाहिँ हुन्छु भन्ने कुराको आफूमा कन्फिडेन्स फेरि राखेर फेरि अध्ययनलाई निरन्तरता दिएर अनि त्यहाँबाट फेरि म दोस्रोचोटिमा जेएफटी पास भएर अनि फेरि स्किल एकैचोटिमा पास भएर अहिले म यो स्थानसम्म आइपुगेको छु। र तपाईँहरूको पनि सकेसम्म एकचोटिमै सकेसम्म सबैको एकचोटिमै झ्याप पास होस्, जेएफटी पनि स्किल पनि। म त्यो खालको शुभकामना म अहिलेबाट दिन चाहन्छु। अब आगामी यस्ता ग्रेजुएसनका प्रोग्रामहरूमा
यहाँ कुर्सीको 2-3 लाइन राख्नु परोस्, सेन्सेरलाई पनि सोच्नु परोस्, भित्र सङ्गाटे कसरी बोलाएर राख्ने हो यहाँ भन्नु परोस्। म चाहिँ त्यो चाहन्छु होइन, हजुरहरूलाई त्यसरी बोलाउनु परोस् सेन्सेरले यहाँ। र तपाईँहरूको मेहनत अझै अब आगामी दिनहरूमा पनि अझै गर्न बाँकी नै छ, धेरै बाँकी छ। र अर्को एउटा कुरो म के जोड्न चाहन्छु भन्दाखेरि हामीले यस संस्थामा हामीले सबैले एउटा केही निश्चित एमाउन्ट तिरेर हामीले पढेका छौँ, तर त्यो पढेको एमाउन्ट इजिकल टु त्यही खान्ची हिरागाना काताकाना यही मात्रै हो त? त्यो कदापि हुन सक्दैन। हामीले धेरै कुराहरू सिकिसकेका छौँ यहाँबाट, पढाइका अलावा अरू कुराहरू पनि धेरै कुराहरू सिकिसकेका छौँ। त्यो कुरा लगेर हामीले तिरेको फीसँग कहिल्यै त्यो हामीसँग कम्पेयर हुनै सक्दैन। उहाँहरूले दिनुभएको ज्ञान, उहाँहरूले दिनुभएको जुन एउटा धेरै कुराहरू सिकाएका कुराहरू, आफ्नो जीवनमा समेत प्रयोग हुने धेरै कुराहरू छन्, त्यो कदापि त्यो पैसासँग तुलना हुनै सक्दैन त्यो। र हामीले यस संस्थाप्रति हाम्रो पनि केही न केही उत्तरदायित्व हुन्छ, त्यो कुरालाई हामी कसैले पनि बिर्सिनु हुँदैन। हाम्रो उत्तरदायित्व के हुन्छ म हजुरहरूलाई स्पष्ट रूपमा भन्दाखेरि, हामीले आफ्नो तर्फबाट कोही विद्यार्थीहरू, कोही आफ्नो अब नातागोता, इष्टमित्र, आफ्नो छरछिमेकीहरूमा एउटा राम्रो जापानिज भाषा पढाउने इन्स्टिट्युट कहाँ छ होला, कोही तपाईँ कहाँ पढ्नुभएको भन्दाखेरि पनि हामीले यो ठाउँलाई नै प्राथमिकता दिएर रेकमेन्ड गर्नु सक्नुपर्छ र गर्नुपर्छ पनि। र त्यो बाहेक त्यो भनेको आफ्नो एउटा कोसिस जारी राख्दा राख्दै पनि हाम्रो यो कस्टमर ग्रुप अफ पोखराको पेज छ, टिकटक छ, सबै कुराहरूलाई लाइक, फलो, सेयर यस्तो चाहिँ अनिवार्य रूपमा गरेको हुनुपर्छ। त्यो कुराहरू पनि एकदमै ध्यानमा राख्नु होला। र हामीले चाहिँ अहिलेसम्म गरेको मेहनत र त्यसले पाउने सफलताको लागि चाहिँ अझै योभन्दा बढी हामीले गर्नुपर्ने मेहनतहरू तपाईँहरूले अहिलेसम्म जुन स्थानसम्म आइपुग्नु भएको छ र अझै बढी आफ्नो स्तरलाई अझै माथि उठाउनको लागि अझै पनि मेहनतलाई चाहिँ कन्टिन्यू गर्नु नै पर्ने हुन्छ। र तब मात्र तपाईँले सोचे जस्तो सफलता प्राप्त हुनेछ भन्दै मेरो 2-4 शब्द म यहाँ राख्छु, सुनाउन चाहन्छु। धन्यवाद। आरिगातो गोजाइमास पवन सान। र हजुरहरूले एउटा कुरा भए पनि सिक्नुभयो होइन है, कुरा त आफ्नो धेरै केही न केही त सिक्नुभयो है। यसो गरी फेरि म अर्को स्टुडेन्टमा बोल्नुहुन्छ है त, अविनाश सान। उहाँ चाहिँ सियो प्राप्त गर्नुभयो है। नमस्कार सबैजनालाई। मलाई त्यति बोल्न त आउँदैन होइन राम्रोसँग, सो तैपनि म चाहिँ मेरो पनि सुरुदेखिको जुन यात्रा यो कस्टमर ग्रुप यो चाहिँ पछि मर्ज भएको। सुरुमा म आउँदा चाहिँ सुशी बम्बर नामले एकदम चिरपरिचित थियो। म चाहिँ काठमाडौँ ब्रान्चमा पढ्ने भनेर गरिरहेको थिएँ होइन। सो म चाहिँ पछि विशेष कामले गर्दाखेरि पोखरा आएर मैले यहाँ पनि धेरै कन्सल्टेन्सीहरू बुझ्दाखेरि एसएसडब्ल्यूको लागि चाहिँ यो सुशी बम्बर संस्था नै एकदमै बेस्ट, सबै नै भनौँ न एक हिसाबले सबै कन्सल्टेन्सीहरू मैले एकदमै फिल्टर गरेर चाहिँ मैले सुरुमा चाहिँ यो सुशी बम्बर ग्रुपलाई नै मैले एकदमै बेस्ट लाग्यो। सो त्यही भएर म आएर यसमा जोइन पनि भएँ। मेरो चाहिँ एकदम सुरुको टार्गेट चाहिँ कस्तो थियो भन्दाखेरि यहाँको सुरुमै काउन्सिलिङ गर्दाखेरि 6 महिनाको कोर्समा चाहिँ पढाइ सकिन्छ, त्यस बिचमा चाहिँ अब पास हुने नहुने, गर्न सक्ने नगर्न सक्ने भनेको त तपाईँहरूमा आफूमा निर्भर गर्ने कुरा हो। सो मैले चाहिँ 6 महिनाको टाइम दिएर म 6 महिनामा जसरी भए पनि म पास गर्छु, गरेर देखाउँछु। र बाँकी रहेको 6 महिना चाहिँ मैले प्रोसेसिङ टाइम जापानसम्म पुग्न टाइम मैले छुट्याएर मैले 1 वर्षको टार्गेट निकालेर चाहिँ मैले यो कस्टमर ग्रुप योभन्दा अगाडि सुशी बम्बर नेपाल थियो, सुशी बम्बर पोखरामा म जोइन भएको थिएँ। तर यो मैले जुन टार्गेट मैले राखेको थिएँ सो अनुसार मैले पास त गरेर सकेँ, तर मैले सोचे जस्तो चाहिँ जुन म 1 वर्षमा चाहिँ यो नेपाल छोडेर म जापानमा जसरी भए पनि पाइला टेक्छु भन्ने मेरो जुन टार्गेट थियो त्यो चाहिँ अलिकति मैले सोचेको जस्तो भएन। तैपनि म आत्तिएन मान्छे। म चाहिँ एउटा कुरा के भन्छु भन्दाखेरि हो सङ्घर्ष धेरै नै तपाईँहरूले पनि गर्नुभएको छ होला। सो सबैको आफ्नै सङ्घर्ष, आफ्नै छुट्टै तरिकाबाट अगाडि बढ्नु भएको छ होइन, त्यो तपाईँहरूलाई थाहा छ। म चाहिँ के भन्छु भन्दाखेरि अरूले देखोस् या नदेखोस् तपाईँ गर्न नछोड्नुहोस्।
मेन कुरा भनेको म सक्छु, मैले नसके अरू कसैले मेरो अगाडि आएर अथवा मेरो विपरीत भएर गर्न सक्दैन भन्ने त्यो तपाईँहरूमा आत्मविश्वास हुनु पर्यो। सो त्यही भएर पनि म चाहिँ मेरो टार्गेटबाट पनि 1 वर्षबाट पनि लगभग 2-3 महिना अलि बेसी पनि गयो होइन। म चाहिँ सेन्सेले मलाई के भन्नुहुन्थ्यो भन्दाखेरि हाम्रै आदरणीय सेन्से एकदम रिस्पेक्टेड सेन्से सुरुमा आउँदा पनि सबै सेन्से मेरो लागि एकदमै बेस्ट हुनुहुन्छ र छवि सेन्सेले मलाई बिचमा आएर के भन्नुभएको थियो भन्दाखेरि म एकदमै के आत्तिने क्या अहिले नै भइदिए जस्तो हुने जापान अहिले पुगम जस्तो हुने त्यस्तो हुन्थ्यो क्या। छवि सेन्सेले मलाई के भन्नु र तिमी अलिकति नबुझिरहेछौ भनेर यस्तै भन्नुभयो कि तर पनि मैले त्यो सुनेर पनि होइन मैले कुनै मनमा लिएन। मेरो आदरणीय गुरु हुनुहुन्छ सेम लाइक मैले मेरो बाबा मम्मीले भने जस्तो त्यो शब्द मैले मनमा राखेर फेरि मैले अझै होइन आफूलाई अझ आत्मबल दिएर अगाडि बढ्दै यो स्थानसम्म मेरै आफ्नै हात छ यसमा पनि होइन। सो मार्गदर्शन गर्ने गाइड गर्ने एकदम राम्रोसँग गाइड गर्नुभयो हाम्रो सेन्सेहरूले। यसपट्टि पनि म एकदमै आभारी छु र सधैँ ऋणी पनि रहनेछु। यदि कुनै त्यस्तो समय आयो भने होइन त्यो दिन एउटा त्यसरी कुनै समय आयो भने होइन तपाईँहरूको जुन त्यो ऋण चुक्ता गर्ने मौका पनि दिनु होला होइन। समयले यदि त्यो पनि आउँछ होइन। सो म चाहिँ अरू धेरै अब समय पनि एकदमै लामो मतलब छोटो भयो। सो समय अलिकति कम भएकोले म धेरै कुरा गर्न चाहिनँ। म चाहिँ अन्तिममा के भन्छु भन्दाखेरि तपाईँहरूको जुन टार्गेट छ त्यसैलाई कन्टिन्यू दिनुहोस् होइन। सकिन्छ, तपाईँले नसके कसैले पनि सकिन्न। तपाईँहरूको जुन गोल छ त्यसैलाई फलो गर्नुहोस्। आफ्नो गोल के हो त्यसलाई कसरी चाहिँ सहज अथवा कसरी चाहिँ तपाईँहरूले त्यसलाई त्यो गोल प्राप्त गर्न सक्नुहुन्छ, त्यो गोलसम्म पुग्न सक्नुहुन्छ त्यो तपाईँहरू आफैमा डिपेन्ड हुन्छ। सो त्यसैलाई फोकस गरेर नै अगाडि बढ्नु होला। यो अवसर दिनुहुने मेरो एकदमै रिस्पेक्टेड एकदमै मनदेखि नै एकदमै बेस्ट लागेको सेन्से छवि सेन्सेलाई यो माइक्रोफोन हस्तान्तरण गरेँ।